कति मान्छेले चाकु हानेको छ हैन धेरै मान्छेले चाकु हानेर कति मान्छेहरु त मर्यो हैन मेरो आँखा अगाडि कति मान्छेले चाकु हानेको छ अनि पकेट मारेको छ हैन लास गाह्रो हुन्छ यो चाहिँ है फेरि यता टुटेको फुटेको चाहिँ होइन यो एक तले दुई तले यो तीन तले भयो हेलो गाइस के छ सबैजनालाई वेलकम छ मेरो न्यू ब्लगमा सबैजनालाई स्वागत छ यस्तै हो गाइस के छ सबैजनालाई कस्तो सन्चो बितन सबैजना आराम हुनुहुन्छ मैले पनि एकदम ठीक छु भनौं हैन यस्तै हो सबैजना भिडियो कस्तो लाग्छ आज चाहिँ मेरो न्यू च्यानल हैन सब मैले चाहिँ नयाँ आजबाट ब्लग स्टार्ट गरेको छु त्यही भएर चाहिँ सबैजनाले यो ब्लगलाई माया गर्दै हैन यस्तै हो सबैजना अगाडि बढाइदिनु होला भन्दै सब्स्क्राइब गर्न नभुल्नु होला ब्लग कस्तो लाग्छ भिडियो कस्तो लाग्छ त्यही अनुसारले कमेन्ट गर्न नभुल्नु होला भन्दै हैन तपाईहरुले गरेको कमेन्टले पनि मेरो हल्का हैन बिग्रेको सकिन सक्छ हैन के कतै के हैन कस्तो भन्छ मेरो चाहिँ अब नयाँ अन्त त्यही भएको कारणले चाहिँ हैन प्लिज सबैजनाले सपोर्ट गर्दै हैन सब्स्क्राइब गरिदिनु होला के छ सबैजनाले हैन आरामै हुनुहुन्छ होला म चाहिँ अहिले हाल ठ्याक्कै भन्नुपर्दा चाहिँ म साउदीमा छु हैन साउदीको खाडीमा छु मेरो चाहिँ घर चाहिँ काभ्रे हो हैन सबैजनालाई एकदम माया हैन सबैजनाले सपोर्ट दिइराख्नु होला यस्तै हो गाइस हैन सबैजनाले कमेन्टमा भनिदिनु होला हैन को कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ हैन मेरो भिडियो कहाँसम्म पुग्दो रहेछ हैन यस्तै हो मेरो चाहिँ नयाँ ब्लग मैले सुरु गरेको छु यो चाहिँ पहिलो ब्लग हुन्छ मेरो हैन प्लिज सबैजनाले सपोर्ट गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला हैन आशा छ मलाई सबैजनाले सपोर्ट गर्नुहुन्छ यस्तै हो हैन ब्लग चाहिँ अब कस्तो हुनुपर्छ त्यो त थाहा छैन अब हजुरहरूले भन्न सक्नुहुन्छ अहिले चाहिँ म रुमतिरै छु कि किनभने आज मेरो ड्युटी थिएन अनि म ड्युटी थियो आज म ड्युटी गएन हैन कति ड्युटी गर्नु हैन कहिले कहिले बस्नुपर्छ रेस्ट गर्नुपर्छ भनेर चाहिँ आज ड्युटी नगएको यतै चाहिँ हैन रुमतिरै छु बिल्लातिर छु भनौँ न कम्पनीको हैन यस्तै हो खाडीतिरको पारा त अब सबैलाई थाहा छँदै छन् हैन विदेशमा कस्तो हुन्छ अहिले मान्छे खासै छैन अहिले खाली नै छ नि किनभने मान्छेहरू सबै ड्युटी गएको छ नि त ड्युटी गएको भएको कारणले 2-4 जना मात्रै छ भनौँ न बिल्लामा चाहिँ मेरो रुम चाहिँ यतातिर छ त्यतातिर पनि रुम छ हैन त्यता बाथरुम हो अनि यतातिर चाहिँ म बस्ने गर्छु अहिले कोही छैन रुममा सबैलाई कहिले कता पुराएको छ कहिले कता पुराएको छ हैन यस्तै हो यहाँ चाहिँ अस्तितिरसम्म चाहिँ हिजो अस्तितिरसम्म चाहिँ रुम फुल थियो क्या रुम फुल थियो योभन्दा लगभग 1 हप्ता अगाडितिर चाहिँ जस बेडहरू सबै फुल थियो क्या साथीहरू पनि रुम फुल थियो अनि यस्तै हो सबलाई कम्पनी भएपछि हैन कहिले कता पुऱ्याउँछ अनि मसँग पनि 1-2 जना साथीहरू पनि हुनुहुन्छ ड्युटी जानु भएको छ हैन अनि 1 हप्ता पहिले यहाँतिर मान्छेहरू थियो नि त मान्छेहरू थियो अहिले हेर्नु सबैले उठाएर कता पुर्यायो अहिले यहाँ 1 जना बस्नुहुन्छ अनि यहाँ 1 जना बस्नुहुन्छ यस्तै हो अहिले चाहिँ रुमतिरको हालत अब यस्तै छ हैन खाडीतिरको हालत यस्तो छ बनाउने सामानहरू छ ग्यास छ दुईटा हैन खाना चाहिँ उता बनाउँछु क्या खाना चाहिँ हाम्रो रुममा बनाउँदैन किनभने रुम गनाउँछ क्या खाना चाहिँ यतातिर बनाउँछ यस्तै हो खाडीको जिन्दगी हैन अब हाम्रो चाहिँ बाहिरतिरको चाहिँ अहिले चाहिँ म रुममा छु क्या बिचमा बस्छु म चाहिँ अनि अहिले कति 10 बजिसक्यो मैले हैन 10 बजिरहेको छु म ब्रस गरेर बाहिर खाइ पनि गएको छैन रुममै बसिरहेको छु क्या चिसो महिना पनि परेको छ नि त गर्मी छैन भनौँ न साउदीमा एकदम अलि नर्मल छ यस्तै यो बिल्लाको हालत सफाइ छैन कि अब क्याम्पसहरू त्यही त हो नि सबै चम्चाहरू तेलुहरू हुन्छ नि त अन्त हामी त अब बिहान गएपछि बेलुका 8-9 बजी रुममा आइपुग्छ हैन अब हामी त्यस्तो बिल्ला सफा गर्ने थोरै न हाम्रो काम हो र हैन त्यही भएर चाहिँ क्याम्पसहरू थुप्रो छ सबैजना चम्चा तेलहरू अनि यस्तै त हो नि म चाहिँ अहिले ढोका खोल्दैछु बाहिर के हो के छ कस्तो छ ओ माई गड घाम त लागिसकेको छ यार हल्का चिसो लागेको छ नि त चिसो सर्दी लागेको छ क्या सर्दी लागेको कारणले चाहिँ मेरो भोइस पनि कस्तो आइरहेको छ यस्तै हो सबैजनाले सपोर्ट गर्नु होला हैन सबैजनाले सपोर्ट गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला भिडियो कस्तो लाग्यो हैन सबैजनाले कमेन्ट गर्नु होला अनि यस्तै हो अहिले चाहिँ म हैन बाहिर छु क्या गेटमा छु अहिले हेर्न सक्नुहुन्छ हैन म गेटमा छु लास्ट गेटमा यो 3-3.5 तलेको घर छ क्या यो अनि हामी बस्ने चाहिँ यतातिर यस्तो छ गल्लीतिर छ कि हामी बस्ने ठाउँ चाहिँ गल्लीमा छन् गल्लीबाट चाहिँ हामी इधर चाहिँ हाम्रो बिल्ला चाहिँ यो हो क्या यो चाहिँ है फेरि यता टुटेको फुटेको चाहिँ होइन यो एक तले दुई तले यो 3 तले भयो यो हाम्रो कम्पनीको गाडी हो हैन यस्तै हो अब के गर्नु हैन म चाहिँ रुममै भएको कारणले चाहिँ तपाईँहरूले अब केही देखाउन पाएन यतातिर चाहिँ भिडियो बनाउन चाहिँ अलिक किनभने गाह्रो छ क्या किनभने अब बजारतिर गएर हैन मार्केटतिर गएर त्यो बाहिरतिर गएर भिडियोहरू बनाउन मिल्दैन क्या किनभने यता चाहिँ कालीहरू लास्टै धेरै हुन्छ क्या कालीहरू त्यो लुट्ने मान्छेहरू हुन्छ क्या पकेट मार्ने मोबाइलहरू छिन्ने मोबाइलहरू दिएन भने चाकु हान्ने हैन त्यस्तो खालको मान्छेहरू हुन्छ कि
कति मान्छेले चाकु हानेको छ होइन, धेरै मान्छेले चाकु हानेर मेरै कम्पनीको मान्छेले होइन चाकु कति मान्छेले चाकु हान्यो होइन, त्यस्तो भब्बाल भएको थियो नि होइन। अनि त्यस्तो हुन्छ कि यिनीहरू चाहिँ दियो भने दियो माफी दिएन भने चाकु हानेर उनीहरू आफैले छिनेर जान्छ क्या। त्यस्तो हुन्छ कि कति मान्छेहरू त मऱ्यो होइन। हाम्रो आँखा अगाडि मेरै आँखा अगाडि कति मान्छेले के अरे चाकु हानेको छ अनि पकेट मारेको छ होइन। यति कालियाहरू चाहिँ लास्टै जग्गा साउदीमा चाहिँ होइन लास गाह्रो हुन्छ। हरेक ठाउँमा चाहिँ भन्दिनँ, यो रियादमा चाहिँ यो बत्थातिर होइन, यो बत्था एरियामा चाहिँ लास्टै डराउनु पर्ने हुन्छ होइन। यो रियाद यो बत्था एरियामा चाहिँ होइन लास्टै डराउनु पर्ने हुन्छ क्या। यो साउदीमा हुनुहुने मान्छेहरूले पनि हेर्दै हुनुहुन्छ भने उहाँहरूलाई पनि होइन एउटा सचेत के डराउनु पर्ने हुन्छ यो रियादमा बस्ने मान्छेहरूलाई चाहिँ। किनभने रियाद बत्तामा बस्ने मान्छेहरूलाई चाहिँ भन्छु म खासमा, अरू ठाउँमा त मलाई थाहा छैन होइन। हामी बसेको ठाउँतिर तपाईँको बिल्लामै आउँछ क्या, त्यस्तो हुन्छ यहाँ होइन। अब के गर्नु, यस्तै सबजना सचेत हुनु होला, केही छैन, एकदम बवाल प्यार सपोर्ट सबैजनाले दिनु होला होइन। म पनि यस्तै भिडियोहरू बनाइराख्ने छु। यस्तै हो, सबैजनाले माया गरिदिनु होला होइन, सबैजनाले एकदम सपोर्ट दिनु होला होइन। अहिले मान्छेहरू कोही छैन क्या, सबैजना ड्युटी गएको छ नि त, त्यही भएर चाहिँ रुमहरू सबैको बन्द छ। म चाहिँ रुमभित्र छिर्छु होइन, रुममै बस्छु क्या। बाहिरतिर एक्लै कहाँ जानु होइन, साथी छैन। यस्तै हो सबैजनाले होइन, जतिजनाले भिडियो हेर्नुभयो धेरै धन्यवाद। सबैजनाले यसरी नै माया गर्नु होला होइन। सबैजना यसरी नै सपोर्ट गरिदिनु होला। भर्खर सुरु गरेको भर्खर नयाँ मान्छेहरूलाई अब कसले नै चिन्छ र कसले नै हेर्छ र होइन। त्यही भएर सबैजनाले आज हजुरले चिन्नुभयो, अब भोलि अरूले चिन्नुहुन्छ, पर्सि अरूले चिन्नुहुन्छ। यसरी नै होइन हामी अगाडि बढ्नुपर्छ, अगाडि बढ्ने हो होइन। प्लिज सबैजना यसरी नै सपोर्ट गरिदिनु होला। लास्टसम्म भिडियो जतिजनाले हेर्नुभएछ, अहिलेसम्म भिडियो जतिजनाले हेर्दै हुनुहुन्छ, सबैजना धेरै मनैदेखि धन्यवाद दिन चाहन्छु होइन। यस्तै हो, यस्तै प्यार सपोर्ट माया दिइराख्नु होला भन्दै होइन। यस्तै हो, आजको लागि चाहिँ भिडियो यति नै गर्न चाहन्छु। मेरो यो पहिलो ब्लग भएको कारणले सबैजनालाई म हृदयदेखि भन्छु, सबैजनाले सपोर्ट गरिदिनु होला होइन। यस्तै हो गाइस, अरू कुरो भन्दै हाँसो रमाइलो भनेको फेरि गर्दै गरौँला, केही छैन। अनि सबैजनाले यस्तै त हो नि, अब कतिचोटि भन्नु सब्सक्राइब गर्नु होला होइन। यस्तै हो गाइस, सबैजनालाई बाई बाई, मिस यु अल।